हाई गाइज वेलकम टु माई न्यू ब्लग फेरि पनि आइसकेको छु म हजुरहरूको माझमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न पनि नभुल्नु होला। जस्तो छ हामी बाह्रकुने दहमा देख्न सक्नुहुन्छ तपाईले। मेरो चाहिँ बाह्रकुने दहमा फर्स्ट टाइम हो। देख्न सक्नुहुन्छ मन्दिर पारी छ, कति राम्रो छ। बच्चा बच्ची खेल्ने ठाउँ छ। हामी चाहिँ आज 4 जना आएको छौँ। बहिनीको सासू आमा अनि सोल्टिना गरेर म अनि सोल्टिनाको छोरी गरेर 5 जना आएको छौँ। त्यसपछि यो गाइस देख्न सक्नुहुन्छ यहाँको अवस्था चाहिँ यस्तो छ। पानी पर्ला जस्तो पनि भरे गर्मी गरे गोराइदाङमा पानी चाहिँ कहिले पर्दो त्यही पनि पर्ला जस्तो गरे देख्न सक्नुहुन्छ। परेवाहरू छन्। वहीतिर रजनी यहाँनिर फन्न घुम त। यहाँतिर गएर घुमकै परेवा उड्छन्। घुम्न लिए काम छैन। हाई गर्नु हाई। हामी मन्दिरमा आइपुगेको छौँ। देख्न सक्नुहुन्छ मन्दिर एकदम राम्रो छ। ताल यस्तो छ। फुपू यता हेर्नु। हाई गाइज भन्नु। हाई गाइजहरु। माथि उतार हालेर लगाऊ। यता चाहिँ बहिनी हुनुहुन्छ। यता चाहिँ सोल्टी। यता हेर्नु सोल्टिना। हाई गर्नु। भन्नुहुन्छ फुपू के भन्न चाहनुहुन्छ हजुर भन्नुहोस्। बाह्रकुने त राम्रै रहेछ अनि घुम्न फर्स्ट चोटि आएको। हामी चाहिँ मन्दिरमा आइसक्छौँ। देख्न सक्नुहुन्छ गाइज माछा। तर यहाँ त छोप्न मिल्छ क्या माछा। त्यो चारो हालिदिएपछि आउँछन् उफ्र। यस्तो छ मन्दिर। अब हामी चाहिँ माछा हेर्न जान्छौँ। देख्न सक्नुहुन्छ यसले खायो भने के हुन्छ होला। बाह्रकुने तालमा कान्छी बाह्रकुने तालमा माछी परे जालमा। क्या बिर्सेले चारो हालिदिएर चाहिँ उफ्रिन्छन् क्या। यता हामीले निदाउनु हेर्नुहोस् न माछा ताल चाहिँ यत्रो रहेछ। देख्न सक्नुहुन्छ राम्रै छ। मन्दिर चाहिँ यहाँ मुख्य मूल मन्दिर होला। पारि अर्को मन्दिर छ अनि त्यहाँ चाहिँ अर्को मन्दिर छ। यता चाहिँ यस्तो छ। यति फुपू हुनुहुन्छ। कति फुलाउने मार्दैन नि माछा। खै छोड्न पाइन्न होला क्या। यतातिर हालिदिने भने रातको माछा राख्छ। देख्न सक्नुहुन्छ माछा। बाह्रकुने तालमा कान्छी माछा परे जालमा। हिँडेर मार्दै आउने रहेछ नि पराए जस्तो सबै। ल गाइज आजलाई मेरो ब्लग यति नै। बाई बाई। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। हामी यस्तै रमाइलो भिडियोहरू हजुरहरूको माझ लिएर आउने नै छ। बाई गाइज।